कमी घटी अपुग्न भएर सानो परे तापनि तर परमेश्वरको प्रतिज्ञा एक दिन हाम्रो जीवनमा पुरा हुन्छ नि हुन्छ। आमेन। कतिजना चाहिँ त्यो कमी घटी र अपुगको स्थिति आउँदै गर्दाखेरि कोही बेला छोडेर भागिदिन्छ संसारतिर, अबि सकिँदैन भनेर। तर जो पनि दुःख सुखमा कमी घटी अपुगमा स्थिर रहन्छ, प्रभुमा भरोसा गरेर परमेश्वरले उनीहरूलाई उहाँको प्रतिज्ञा पुरा गरेर छाड्नुहुन्छ। आमेन। एकपल्ट फेरि पनि हाम्रो आदरणीय पास्टर मैले छोटो समयमा एउटा प्रभावशाली कुरा हाम्रो बिचमा राखिदिनु भएको छ। र अब हामी ड्रिमर्स क्वालिफिकेसन अथवा ड्रिमर्स कन्फरेन्सको जुन मुख्य भाग छ हामी त्यसमा प्रवेश गर्दैछौँ। र आज हाम्रो बिचमा हाम्रो एकदमै यो कन्फरेन्सको मेन स्पिकर अथवा गेस्ट स्पिकर आदरणीय पास्टर विनय भण्डारीज्यू अल द वे फ्रम वर एन्ड लाइफ चर्च युएस बाट हुनुहुन्छ। हामी बडो जोरदार तालीको साथ हामी उहाँलाई स्वागत गर्छौँ। उहाँले लेख्नु भएको किताब ड्रिमर्स क्वालिफिकेसन, सपना देख्ने व्यक्तिको योग्यता, उहाँले इङ्ग्लिसमा चाहिँ युएसमा छपाउनु भएको रहेछ अनि नेपालीमा चाहिँ उहाँले नेपालमा छपाउनु भएको रहेछ। तर हामीसँग चाहिँ लिमिटेड मात्रै बुक्स आएको छ। तर उहाँले अघि 40 वटा पठाउनु भएको रहेछ, 40 वटा सिद्धिएछ अनि फेरि उहाँले पठाउनु पर्यो। र अलिकति छ, यो चाहिँ तपाईको एकदमै सस्तो भन्दा पनि सस्तो, यो फ्री भन्दा पनि हुन्छ, खालि 200 मात्रै हो। तर यो किताबभित्र चाहिँ उहाँको जीवन कहानी पनि लुकेको छ, परमेश्वरको विश्वास योग्यता है, परमेश्वरको प्रतिज्ञाको कुराहरू पनि लेखेको छ त्यहाँनिर अनि परमेश्वरको कार्यहरू पनि छ। अनि यो तपाईले मिस नगर्नु होला। अनि इङ्ग्लिसमा मलाई एकजना पास्टरले अलरेडी उहाँले भनिसक्नु भएको थियो, पास्टर सोलोमन सुब्बाज्यू अनि हाम्रो पास्टर सुमित है, र उहाँले पाइसक्नु भएको छ भने अन गर्न चाहन्छु। 200 मात्रै हो। र विशेष गरी आदरणीय पास्टर विनय भण्डारीलाई सायद नचिन्ने बिरले होला। उहाँलाई हाम्रो प्राय इसाई जगतका मानिसहरूले चिन्नुहुन्छ, किनकि उहाँले जुन प्रकारले सोसियल मिडियामा फेसबुक युट्युबमा उहाँले वचन प्रचार गर्नुहुन्छ त्यसले चाहिँ धेरै मण्डलीलाई चाहिँ बनाएको छ, धेरै व्यक्तिको जीवनलाई बनाएको छ। उहाँको सेवाकाद्वारा तपाईँ कतिजना आशिष दिनुभएको छ, एकपल्ट हात दिनुहोस् त। आज तपाईँले उहाँलाई आम्ने सामने देख्न पाउँदा कस्तो फिल हुँदैछ तपाईँलाई? तपाईँले सधैँ उहाँलाई फेसबुकमा युट्युबमा मात्रै वचन बोलेको देख्नुहुन्थ्यो भने आज तपाईँको अगाडि नै उहाँ ठ्याक्कै आउनुभएको छ। मलाई लाग्दैछ आज पास्टरको फोटो खिच्दा हुन्थ्यो हुन्छ, अलिकति किन तपाईँ रेडी हुनुहोस् है। हजुर, किनभने हाम्रो बेङ्गलोरकोहरू चाहिँ फिल्मी स्टार भन्दा पनि प्रभुको दासहरूसँग फोटो खिच्नुमा चाहिँ एकदमै एक्सपर्ट छ है। अलि बजार हामी परमेश्वर हाम्रो जुन अहिले प्रोग्राम हुँदैछ यो चाहिँ हाम्रो 1 वर्ष अगाडिदेखिको सल्लाह एक्चुअली। तर बिचमा अलिकति ग्याप भयो, प्लस यो चर्चको सिफ्टिङले गर्दाखेरि म पनि बिजी भएँ। म त झुकेर हिजोको टिकटमा काटी पठाएछु अनि 2 दिन बादमा उहाँले मेसेज गर्दाखेरि म त तरङ्गै भयो फेरि 1 जुलाई है। अनि हिजोको टिकट काटिसकेको फेरि भोलि हामीले त्यसलाई रिसेड्युल गरेका छौँ, किनभने यो जुन हाम्रो 1 जुलाईको जुन यो कन्फरेन्स यो चाहिँ हाम्रो अचानक भएको होइन, यो चाहिँ 1 इयरदेखिको हाम्रो प्लानिङ अनि प्रार्थना थियो। तर म चाहिँ एकदमै व्यस्त भएकोले गर्दाखेरि यो चाहिँ पास्टर बाबु पनि उहाँको किताबले गर्दाखेरि कतिवटा कुरोले गर्दा व्यस्त भएले उहाँले हाम्रो बिचमा अलिकति कम्युनिकेसन भएको थिएन। तर आज जे पनि यहाँनिर भइरहेको छ यो परमेश्वरको समयमा, परमेश्वरको योजनामा, परमेश्वरको सिजनमा भइरहेको छ। आमेन। र जे पनि आज हाम्रो भेटघाट भइरहेको सङ्गति यो चाहिँ परमेश्वरको योजनामा, परमेश्वरको सिजनमा, परमेश्वरको समयमा भइरहेको छ। र आज हाम्रो बिचमा आदरणीय पास्टर विनय भण्डारीज्यू हुन चाहिँ हाम्रो लागि मात्र होइन, हाम्रो मण्डलीको लागि मात्र होइन, तर बेङ्गलोरको लागि नै एउटा आशिषको कारण हो। आमेन। अनि यस प्रभुलाई ताली बजाउने धन्यवाद दिनुहोस्। अनि म तपाईँलाई भनिराखेको छु, उहाँ खालि यो सेवाका लागि मात्रै आउनु भएको, उहाँ कति ठाउँमा जानुपर्ने, तर उहाँ हिजो आउनुभयो, आज उहाँ सेवाका सकेर गइहाल्नुहुन्छ। उहाँ बसिरहने उहाँकोमा समय छैन है। र एकपल्ट हाम्रो आदरणीय पास्टरज्यूको लागि फेरि पनि हामी एकदमै जोरदार
चाहन्छु अझै यति टाढोबाट उहाँहरू हाम्रो बेङ्गलोरको लागि आइदिनु भयो अनि अहिलेसम्ममा सायद हप्ताभरिमा उहाँ मात्रै यस्तो हुनु जसको लागि हामीले आउनु जाने टिकट काट्नु मैले मलाई सोध्दा सोधेकै हो बेङ्गलोर टु बेङ्गलोर भनेर तर उहाँले अलरेडी भन्नुभएको थियो एकदमै हाम्रो लागि यो के भइरहेको सिधैमा पाएको जस्तो भइरहेको छ है धेरै लागिराखेको छ हामीलाई एकदमै सिधैमा भन्न साथ है कति कता पुरी पनि लाग्छ तर उहाँले यति ठुलो मूल्य चुकाएर हाम्रो बेङ्गलोरको लागि आउनुभएको छ हाम्रो बेङ्गलोर कतिको खुसी हुनुहुन्छ तपाईँहरू फेरि पनि तपाईँको डान्सको लागि कति समय लिन चाहनुहुन्छ उहाँको हातमा छ अनि एकैचोटि यो तपाईँहरूको माझमा हुन पाउँदा धेरै खुसी लाग्यो र 2007 मा म बेङ्गलोर आउने ठुलो चाहना थियो कारणवश म आउन सकिनँ आउन नदिएको भन्नुपर्छ मैले कुनै बाबु स्कुलमा इनरोल गरेको थिएँ अनि त्यतिखेर एडमिसन पनि पाइसकेको थिएँ त्यहाँदेखि भरै कोही व्यक्तिको कारणले गर्दाखेरि त्यो समयमा म यहाँ आउन सकिनँ हामीले ट्रेन टिकट पनि काटिसकेका थियौँ र फाइनली परमेश्वरले गुमेको समयलाई चाहिँ भरपाई त्यही लेभलमा गर्नुहुन्न एकदम राम्रो लेभलमा गर्नुहुन्छ र जीवनमा कोही बेला तपाईँले पनि समय गुमाउनुहुन्छ तर याद गर्नुहोस् हाम्रो परमेश्वरको हातमा मात्रै छ समयलाई रेस्टोर गर्ने अनि कसैको हातमा पनि छैन तर परमेश्वरको हातमा छ कमन आमेन भन्नुहोस् न र अघिदेखि धेरै परिचय भइसकेको छ र म वचनमा प्रवेश गर्न चाहन्छु कसैले मलाई त्यो किताब दिनुहोस् न किताब आफूले लेखेको किताब आफैले बरो गर्नु पर्दैछ यो किताब मैले 2018 देखि मेरो मनस्पटलमा मेरो आत्मामा प्रभुले हालिदिनु भयो एकजना प्रभुको दासको किताब पढ्दै थिएँ अनि उहाँले ड्रिम विदाउट डेडलाइन चाहिँ एक दिन गएर त्यो पुइन्छ एक दिन चाहिँ त्यो मर्छ भन्दै गर्दाखेरि प्रभुलाई मैले भने प्रभु म मेरो 40औं बर्थडेमा चाहिँ पहिलो किताब लेख्नेछु अनि मैले त्यो किताबमा मैले अहिले पनि जुन किताब पढ्दै थिएँ त्यो किताबमा मैले सिग्नेचर गरेर मैले 40औं बर्थडेमा म किताब लेख्छु अनि मैले पढ्दै थिएँ त्यो जुन महिनाको 26 तारिकमा मैले प्रभुलाई प्रमिस गरेँ प्रभुलाई भाकल गरेँ प्रभुलाई मैले प्रतिज्ञा गरेँ अनि अक्टोबर महिनामा मैले यीशुको जीवनीबाट पढ्दै गर्दाखेरि प्रभुले मलाई ड्रिमर्स क्वालिफिकेसन भन्ने नाम दिनुभयो अनि मैले 40औं बर्थडे अहिले होइन अबको 14 दिनमा म 40 वर्षको पुग्छु अनि कतिजना मभन्दा धेरै सिनियर हुनुहुन्छ कतिजना मभन्दा जुनियर हुनुहुन्छ याद गर्नुहोस् है तपाईँले देख्नुभएको सपनाको डेडलाइन हुन आवश्यक छ यदि डेडलाइन भएन भने इभेन्चुअली त्यो एबोर्ड हुन्छ अनि इभेन्चुअली त्यो डेट हुँदछ अनि मैले फाइनली किताब लेखेँ 39 बर्थडे सेलिब्रेट गर्ने बित्तिकै मैले स्क्रिप्टिङ सुरु गरेँ अनि स्क्रिप्टिङ सुरु गरेर मैले अमेरिकामा एमाजोनबाट छापेँ र एमाजोनमा यो एभाइलेबल छ तर इन्डियामा छैन र मैले नेपालमा नेपालीबाट छापेँ अनि यो वर्ष हाम्रो लागि अलिकति हेक्टिक भयो अलिकति भाग भयो तर पनि 40 बर्थडे सेलिब्रेट गर्नुभन्दा अगाडि नै मैले प्रभुलाई प्रतिज्ञा गरेको कुरो चाहिँ पुरा गरेको छु अनि तपाईहरु पनि मध्ये कतिजनाले प्रभुलाई भाकल गर्नु भएको छ अनि तपाईहरु कतिजनाले त्यो भाकललाई एकदम हलुका लिँदै हुनुहुन्छ तर याद गर्नुस् कुनै डेलिभरेन्स चाहिँ नि भाकल पुरा गर्दै गर्दा आउँछ पुरानो नियममा यूहन्नाले भाकल पुरा गर्दै गर्दाखेरि नि माछाले बाहिर निकालिदिएको छ हेर्नुस् माछाले किनारमा लिएर राखिदिएको छ अनि 3 दिनदेखिको माछाको पेटको उसको बन्धन चाहिँ नि त्यो भाकल पुरा गर्ने प्रतिज्ञा माछाको पेटबाट गर्दै गर्दाखेरि उसले यसरी डेलिभरेन्स भित्र प्रवेश गरेको छ अनि म आशा गर्दछु अनि यो इन्करेज गर्न चाहन्छु तपाईले गर्नुभएको भाकल तपाईको मण्डली प्रति तपाईको पास्टर प्रति तपाईको जीवन प्रति गर्नुभएको भाकल
वाक्यलाई तपाईले पूरा गर्नुहोस्। सबैले मसँग भन्नु न चर्को स्वरले आमेन। आमेन। र म तपाईलाई सिधै परमेश्वरको वचनमा लिएर जान चाहन्छु। म यो किताबको एउटा अंशलाई तपाईहरुको माझमा राख्न गइरहेको छु। मसँग तपाईले प्रेरित 1 अध्यायको 21 देखि 26 सम्म पढाउन सबैले पढाउला। अनि मलाई साह्रो मजा लागेको कुरो चाहिँ के हो भने नि को नामको चर्चा यहाँ आएको छ। तर यो मत्तियासको नामलाई तपाईले मत्तीमा हेर्नुहोस्, मर्कोसमा हेर्नुहोस्, लुकामा हेर्नुहोस्, योहन्नामा हेर्नुहोस्, कहीँ पनि देख्नुहुन्न। तर जब यहुदा बितिसकेको बादमा चाहिँ नि यो व्यक्तिको नामलाई तपाई देख्दै हुनुहुँदछ। अनि तपाई र म पनि कतिजनाले ओझेलमा पढ्दैछौँ होला। तर याद गर्नुहोस् है, परमेश्वरले हाम्रो ओझेलपनलाई, हाम्रो स्याडोलाई नि हटाउन गइरहनु भएको छ। चौकालाई भन्नु त हटाउन गइरहनु भएको छ भन्नुहोस्। हामी एकसाथ पढौँ प्रेरित 1 अध्यायको 21 देखि 26 सम्म। तपाईले पाउनु भयो भने आमेन भनिदिनुस् त। हामी एकसाथ पढौँ। रेडी हुनुहुन्छ? ल हामी एकसाथ पढौँ। रेडी 1 2 3 गो। यसै कारण हाम्रो साथमा रहने मानिसहरू मध्ये यस्ता एकजना मानिसलाई छान्न आवश्यक छ जुन व्यक्ति प्रभु येशू हाम्रो बीचमा रही भित्र बाहिर गर्नुहुँदा सधैँ हामीसँग थियो। अर्थात् यस्ता व्यक्ति जो यूहन्नाको बप्तिस्मादेखि लिएर उहाँ हामीबाट उभो लगिन भएको दिनसम्म हामीसँगै थियो। त्यो मानिस हामी सँगसँगै उहाँको पुनरुत्थानको साक्षी हुन पर्दछ। अब एकैछिन मलाई हेर्नुहोस्, अलिकति तल हामी एकैछिनमा पढ्नेछौँ। यो व्यक्तिको बारेमा तपाईले हेर्नु हुँदाखेरि नि एउटा घटना घट्दैछ। यहुदा मरे अनि यहुदा मरिसकेको बादमा तपाईले के देख्दै हुनुहुन्छ भने नि यहाँ पेन्टिकोस्टको दिनको त्यो रिभाइभल आएको छैन। नि त्यो रिभाइभल आउन भन्दा अगाडि नै तपाईले के देख्दै हुनुहुन्छ, यो 12 जना चेला मध्येमा यहुदा मरे। अनि यहुदा मरिसकेको बाद यहुदाको बदलामा एकजना मानिसको नियुक्त हुँदैछ। अनि यो मानिस चाहिँ नि कस्तो हुन पर्ने रहेछ भनेर नि यहाँ पत्रुसले माग गर्दैछ, डिमान्डलाई पस्किँदैछ। अनि यो व्यक्ति चाहिँ कस्तो हुन पर्ने रहेछ भने नि जब प्रभु येशू ख्रीष्ट हाम्रो बीचमा हुनुहुन्थ्यो तब बाइबलले के गर्दै हुनुहुन्थ्यो, त्यो हामी सँगै नै हुन पर्ने थियो। अनि तपाईले 22 पदमा के पाउनु हुँदछ, त्यो यस्तो व्यक्ति जो बप्तिस्मा दिने यूहन्नाको समयदेखि नै यीशु सूर्यारोहण हुने समयसम्म त्यो व्यक्ति हामीसँगै हुनु पर्थ्यो। जब यीशु बाहिर जानुहुँदा थियो, जब यीशु भित्र आउनुहुँदा थियो, जब यीशुको पुनरुत्थान भयो, त्यो व्यक्ति हामीसँग हुन पर्थ्यो। सबैले भन्नु त हामीसँग हुन पर्थ्यो। अनि उनीहरूले के गरे, उनीहरूले नि के अरे गोलाले उनीहरूले लटरी गरे। उनीहरूले लटरी गर्दाखेरि नि 2 जना व्यक्तिको नाममा कसको नाम आयो? सबैले चर्को स्वरले भन्नुहोस् त कसको नाम आयो रे? कमन मण्डली भने केही पाक्दैछ। सबैले भन्नु त मत्तियासको नाम आयो। तर याद गर्नुहोस् यो मत्तियासको बारेमा नि एउटा सुन्दर पिक्चर तपाईले कोर्नु हुँदाखेरि नि कसरी कोर्न सक्नु हुँदछ थाहा छ? उले यीशुलाई चाहिँ नि यीशुको सेवकाईको बीच भागबाट पछ्याएको होइन। यीशुको सेवकाईको सुरुवातदेखि नै यीशुलाई पछ्याउँदैछ। जब यीशुले प्रेरित के अरे 12 प्रेरितलाई 12 जनालाई प्रेरितको सेवकाईमा बोलाउनु भयो, यो व्यक्ति चाहिँ यो व्यक्तिलाई पनि लागेको थियो होला यीशुले चाहिँ नि मलाई पनि अरू प्रेरितहरूलाई जस्तै नै बोलाउनु हुँदछ। तर यो व्यक्तिलाई यीशुले बोलाउनु भएन। यो व्यक्तिलाई लाग्दै थियो होला पत्रुसलाई बोलायो, ओ यीशुले मेरो नाम पनि बोलाउनु हुँदछ। ओ यीशुले अन्द्रियासलाई बोलाउनु भयो, उलाई पनि लागेको थियो होला यीशुले मलाई अर्कोचोटि बोलाउनु हुँदछ होला। ओ उलाई लागेको थियो होला मत्तीलाई बोलाउनु भयो, ओ के अरे यीशु ख्रीष्टले नतनिएललाई बोलाउनु भयो, त्यतिखेर उलाई पनि लागेको थियो होला कि यीशुले मेरो नाम पनि बोलाउनु हुँदछ। तर जब पनि नि गणना आयो, जब पनि नम्बर्स आयो, त्यतिखेर उसको नम्बर आएन। तर मजाको कुरा भनौँ म तपाईलाई, जब यीशुले बोलाउनु भएन नि यो व्यक्तिले हृदयमा कहिले पनि चोट लिएर हिँडेन। चोट लिएर, सबैले भन्छ चोट लिएर हिँडेन भन्नुहोस् त। चोट लिएर हिँडेन। यदि त्यो घटना हाम्रोमा होस् त हामी कहिले ब्याकस्लाइड हुन्थ्यो। तर यो व्यक्तिको सुन्दरता के रहेछ थाहा छ? उसले यीशुले बोलाउँछ भन्दै पनि नि यीशुले नबोलाउँदाखेरि पनि नि यीशुले त्यो ओधा नदिँदाखेरि पनि यीशुले त्यो पोजिसन नदिँदाखेरि पनि नि उसले यीशुलाई छोडेर हिँडेको छैन। 12 प्रेरितको
उसको गणना भएको छैन। तर याद गर्नुहोस् है, जसले चाहिँ नि त्यो चोट मुक्त जीवन जिउँदछ नि, अनअफेन्डेड लाइफ जिउँदछ नि, याद गर्नुहोस् है, एक समयमा मतियासको गणना भएन, तर अर्को ऋतुमा नि परमेश्वरले यो व्यक्तिलाई गणनामा ल्याउनु भयो। हेर्नुहोस्, once he was outnumbered but now he was numbered। यसकारणले म तपाईलाई उत्साह गर्न चाहन्छु, मण्डलीमा कोही बेला तपाईको नाउँ नआउँदाखेरि, तपाईको ओदा नआउँदाखेरि, तपाईको नम्बर नआउँदाखेरि नि याद गर्नुहोस्, जहिले पनि जीवन जिउन पर्ने चाहिँ नि मतियासको जस्तो चोट मुक्त जीवन। कमन मण्डली सबैले भन्छ कस्तो जीवन अरे? चोट मुक्त। अहिले त्यस्तो घटना होस् न हामीलाई, म यो मण्डलीमा सेवा गरेको 5 वर्ष भयो, एटलिस्ट डिकनसम्म त हुनुपर्छ। म डिकनसम्म डिकनै भएन भने पनि एटलिस्ट भिजिटिङको लागि एउटा अगस्तसम्म त नियुक्त गर्नु पर्यो नि पास्टरले। त्यो नहुँदाखेरि हाम्रो हो दोस्रोले खोल्यो। यहाँ त डिकनको पोजिसनको कुरा होइन, यहाँ त कोयर ग्रुपको लिडरको पोजिसनको कुरा होइन। यहाँ चाहिँ नि संसारलाई नि मण्डलीको नक्सा दिनका लागि प्रभुले 12 प्रेरितलाई चुन्दै हुनुहुन्छ। अनि त्यो 12 प्रेरितको नाउँमा चाहिँ मतियासको नाउँ भएको छैन। अनि मतियास चाहिँ यस्तो व्यक्ति हो फेरि, बरु पत्रुस मिडलमा आयो, तर मतियास चाहिँ मिडलमा आएको व्यक्ति होइन। ऊ चाहिँ सुरुदेखिको व्यक्ति हो। बत्तिसमा दिने सेवकाई, बत्तिसमा दिने यौनाको सेवकाईदेखि यीशुलाई पछि। इनफेक्ट म तपाईलाई भन्नु, यीशु भन्दा पनि सिनियर व्यक्ति छ नि मतियास हो। यीशुको बत्तिसमा हुँदै थियो, कसले देख्दै थियो थाहा छ? मतियासले देख्थ्यो। यो पदको सुन्दरतामा हेरौँ त, यो पदमा पत्रुसले के भन्दैछ? यस्तो व्यक्ति जो व्यक्तिले चाहिँ नि कस्तो हुनु पर्थ्यो अरे? बत्तिसमा दिने यौनाको समयदेखि यीशु स्वर्गीय रहन हुने समयसम्म। तर यो व्यक्तिले यीशुलाई कहिले पछ्याउनु छोडेन। कमन मण्डली आमेन भन्नुहोस् न। हामी यस्तो यो लेभलको मेच्योरिटी छ हाम्रोमा छैन। एटलिस्ट सन्डे स्कुलसम्म त दिनु पर्यो नि त मलाई, परेन र? तर यो व्यक्तिको सुन्दरता के हो? मैले टर्न आएन, मेरो नम्बर आएन, मेरो गन्ती आएन, तर म यीशुलाई पछ्याउन छोड्दिनँ। आमेन, हालेलुया। यीशुलाई पछ्याउन छोडेन। यसको गन्ती आएको थिएन मतियासको, तर परमेश्वरले गन्तीको ऋतुलाई ल्याउनु भयो। आमेन। तपाईले यीशुलाई पछ्याउन नछोड्नुहोस्, त्यो मण्डलीसँग जोडिन नछोड्नुहोस्। तपाईको गन्ती गर्ने ऋतु परमेश्वरले ल्याउनु नै हुन्छ। मण्डलीमा चाहिँ नि सबै मतियास जस्तो हुनु भने नि हाम्रो मण्डली चाहिँ नि कुन लेभलमा पुग्थ्यो हामीलाई थाहा पनि हुँदैन। हेर्नुहोस् है, यो व्यक्तिलाई ओ प्रभु, कोही बेला म यसो कल्पना गर्छु, मलाई सुनेको भए एटलिस्ट यहुदाले जस्तो पैसा त छोड्दिन थिए। आई कुड बी अ राइट क्यान्डिडेट भनेर उसले वकालत गर्न सक्थ्यो। तर याद गर्नुहोस् है, यहुदाको बदलामा उसलाई सुनेको थियो भने त एटलिस्ट यीशुलाई बेच्दैन त थियो मतियासले। तर बाइबलले के भन्दछ थाहा छ? उसलाई पनि लाग्यो होला, अब यो चोरलाई भन्दा त मलाई नै प्रभुले चुन्छ, यो चोरलाई भन्दा त मलाई नै चुन्छ भन्दै गर्दा नि ऊ त यता जान्छ उता आउँछ, यता जान्छ। मतियासको त नामै आएन। छेउकोलाई भन्दा त नामै आएन, नामै आएन। बर्थडेमा तपाईँलाई विश गरेन भने त हुप्प भएर बस्छ। अब यो नाम नआउनेको त पुरै छोडिदिउँ न। एकजना अमेरिकामा यहाँ छेउकोला भने त्यही होइन, झुकेर पास्टर बिसपलाई पास्टर भनिदिएछन्। झुकेर बिसपलाई पास्टर भनिदिएछन्। बिसप झुरुक्कै उठेर सेवाबाट लागे। अब यो पोजिसनको गोलमाल भएको पनि होइन, पोजिसनमा नियुक्त नभएको व्यक्ति यो यीशुलाई पछ्याइ छ। उसलाई पनि लागेको थियो होला यीशुले मलाई चुन्नुहुन्छ। तपाईँलाई पनि कोही बेला लाग्छ मलाई पनि पास्टरले चुन्छ, तर नामै आउँदैन। नाम नआएपछि चर्चै चेन्ज। चर्च चेन्ज मात्रै होइन, कोही के अब यहाँ हुन्छ कि हुँदैन मलाई थाहा छैन। अमेरिकातिर त पहिलादेखि दिएको 10 अंश भेटी सबै मागेर अनि मैले चाहिँ सरकारसँग दर्ता गर्दा कसरी गरेको छु थाहा छ?
दिएको कुरो फिर्ता आउँदैन दिएको कुरो फिर्ता त्यस्तो हुन्छ नि हो कि हुन्छ कि हुँदैन कि यहाँ हुँदैन प्रेसमा बेङ्गलोरको लागि त्यहाँ यहाँ पनि त्यस्तै भएको छ मलाई लाग्छ उताको भुटिया त हुन्छ छैन बेङ्गलोरको लागि त ताली बजाइदिनु तर मथियासलाई कस्तो चोट लाग्यो होला यीशु तिम्रो बप्तिस्माको विटनेस त म अनि अर्को कुरो भनौँ न तपाईँलाई त्यही बप्तिस्मा दिने यौनाको सेवकाईबाट नि 2 जना व्यक्ति चाहिँ यीशुको प्रेरितको सेवकाईमा इनरोल भए तर ऊ त भएन तर पनि उसले यीशुलाई पछ्याउन छोडेन म तपाईँलाई भनौँ जो व्यक्तिले पनि नि चोट मुक्त जीवन जिउँछ नि परमेश्वरले त्यो व्यक्तिको गणनालाई ल्याउनु नै हुन्छ कोही यसो विचार गर्छु कि मत्ती मर्कुस लुका योहन्ना भन्दा नि डिटेलमा यीशुको सुसमाचार कसले लेख्थे थाहा छ मत्तियासले लेख्न सक्थ्यो किनभने मत्ती यीशुलाई पानीमा चोबाल्दै गर्दाखेरि कोही चेलाहरू थिएनन् तर मत्तियास त्यहाँ थियो यो पदको उज्यालोमा है अनि बाइबलले के भन्दछ यीशुले उसलाई नचुन्दाखेरि यीशुले त चुन्नु भएन लु यो व्यक्ति कस्तो रहेछ भने नि बाइबलले के भन्छ यीशु जो बाहिर जाँदा भित्र आउँछ सबैले भन्छ कस्तो अरे बाहिर जाँदा भित्र आउँदा कस्तो हुनु पर्थ्यो अरे यीशुसँग भनेपछि नि लाजरस बेहुदा हुँदाखेरि पनि मत्तियास थियो अनि यो लुकाको के अरे यो 4 जना सुसमाचारको लेखकहरूले नि मत्तियासको नामै लिएको छैन तर मलाई मजा लाग्ने कुरो नि संसारले तपाईको नाम नलेला कि तर परमेश्वरले नि तपाईको नाम चाहिँ हालेलुया 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 मजा लाग्यो हालेलुया भन्दा हालेलुया रिप्लाई आउँदैछ नेपालीमा चाहिँ हालेलुया भने आमेन भन्छ नि मै कन्फ्युज राइट पास्टर म त रमाइलो छ आमेन आमेन सबैले भन्छ गन्ती भन्नुहोस् गन्ती हिन्दीमा एउटा डायलग छ नि अपना टाइम मत्तियासको पनि आयो उसले के भन्दै थियो ला हो यीशु त गयो त अब सुन्ने व्यक्ति को गयो त यीशु त अब यीशु गइसक्यो भने हामी हो भने त के हो नि ल बाई बाई सबै चर्चलाई बाई बाई जो व्यक्तिले सुन्नु पर्यो त्यही व्यक्ति मेरो साथमा छैन अब बाई भनेन तर यरुशलेमको मन्दिर के यरुशलेमको मात्र छतमा नि यो मान्छे घनघोर प्रार्थना गर्दै रहेछ हामीलाई नसुन्नु त सबैभन्दा पहिला घट्ने त नि 1 नम्बरमा त त्यो सङ्गतिमै बस्दैन तर मत्तियास बसेको छ कमन मण्डली आमेन भन्नुहोस् न मण्डलीमा बस्छ भएर बस्छ तर मत्तियास त्यसरी बसेन रियास्ताला बासोन्दो रोमाले उनी प्रार्थना गर्न लागेको छ हेर्नुहोस् है परिपक्वता भनेको को हो थाहा छ जब तपाईको नाम लिँदैन त्यो मण्डलीसँग जोडिराख्नु हुँदछ अनि मत्तियासले जोडिएको छ मत्तियासले त्यो मात्र यरुशलेममा मात्र छतमा गएर नि उ चाहिँ 120 जना व्यक्तिको नि व्यक्तिहरुसँग उ प्रार्थना गर्दैछ टुङ्ग पवित्र आत्मा आउन भन्दा अगाडि नै उसको गणना सुरु भयो कम अन आमेन तपाईले नि 26 पद लगाइदिनुस् त भाइ 26 पदमा के भन्दछ बाइबलले 26 पदमा अनि पढौँ न ल चर्को स्वरले पढौँ त अनि तिनीहरूले 2:20 मा बोला थाले नमा पर्यो र 11 प्रेरितहरुसँग तिनको के भयो रे गान भयो कमन मण्डली के भयो रे गान भयो एक समय गणना भएको थियो त्यो साउथ नम्बर नाम लिनु नमानेको मान्छे तर नि परमेश्वरको वचनको सुन्दरता चाहिँ के हो भने नि परमेश्वरले हाम्रो ऋतु राखिदिनु भएको छ तर त्योभन्दा अगाडि त चोट मुक्त जीवन जिउनु पर्यो नि त चोट रहितको जीवन यु निड टु लिभ अनअफेन्डेड लाइफ अहिले त विश्वासीलाई लिभको भार दिएन भने पनि चोट आउँछ पास्टर के साह्रो फुर्किएको चर्चमा गएर मेरो 10 अंश रोकिदिउँ त उसको उब्राइ घटिहाल्छ नि तर बाइबलको सुन्दरता चाहिँ के हो भने नि तपाईँ र म चाहिँ नि चोट मुक्त जीवन जिउन पर्छ सानो किनो कुरोले
अस्ति पास्टर लाजरले भने विश्वासीको चित्त के साह्रो दुखेको अनि उहाँले भन्दै यो चित्त कहाँ छ अहिलेसम्म थाहा छैन अरे अनि उहाँले भन्दै कसैले उहाँलाई भने अरे पित्तको भित्र चित्त हुन्छ के साह्रो दुखेको त्यो त्यही मान्छे हो बोसले कति गाली गर्दाखेरि पनि नि बिहान टुक्टुकै काममा मर्निङ भन्दै जान्छ तर त्यही मान्छे हो पास्टरले केही भन्ने बेला कतिजनाले भन्दैछ पास्टर रोशनले त हायर गरेर ल्यायो तर मैले मेरो जीवनमा के देखेको छु थाहा छ जसले चोटमुक्त जीवन जिउँछ नि प्रभुले ती व्यक्तिहरूलाई दिएको सपना नि साकार हुन्छ व्यक्तिले देखेको थियो यो व्यक्तिले भन्नु पर्थ्यो नि यीशु पत्रुस त जुनियर हो नि हौ म भन्दा अन्यस त जुनियर हो नि हौ म भन्दाखेरि I was witnessing every step of your ministry. तपाईको सेवाको हरेक भागमा उभिएर साक्षी छु अनि उले चाहिँ नि अरूले भन्दा धेरै राम्रो लेख्न सक्थ्यो सुसमाचार तर उसको गन्ती आएन साह्रो मजा लागेको सबैले मसँग भन्दा उसले यीशुलाई पछाउन छोडेन मण्डलीसँग जोडिन छोडेन प्रार्थनामा निरन्तर लागिरह्यो यस्तो गर्न सक्नुहुन्छ कति चक्क मन